आज नयाँ वर्ष म बिहान सबेरै उठेर पूजा गर्नतिर लागेँ। प्रायः चाहिँ हामी मङ्गलबार र शनिबार मात्र पूजा गर्छौँ, तर आज चाहिँ हामी दुईजना बुढा र बुढी कुटीडाको पाथिभरा माताको दर्शन गर्न जाने तयारीमा छौँ। सो कुनै पनि पूजाआजा गर्नुभन्दा अगाडि अथवा देवस्थल जानुभन्दा अगाडि हामी चाहिँ हाम्रो युवा र थेवालाई सम्झिन्छौँ र युवा थेवालाई धुपधुरा लगाएर बक्साइसकेपछि मात्र यात्रा सुरु गर्छौँ। बिहानको 8 बजे हामी अब इलामबाट निस्कियौँ, इलामको कुटीडातिर। करिब 2 घण्टाको बाइकको यात्रापछि हामी कुटीडाँडा आइपुगेको छौँ। बाटोमा गाइने दाइहरू मिठो भाकामा सारङ्गीसँग गीत गाउँदै रहेको पनि हामीले भेटायौँ। गाइने दाजुहरूको मिठो भाका सुनिसकेपछि हामी उकालो लाग्यौँ। बाटोमा हामीले सर्प पनि भेटाएको थियौँ। यो चाहिँ एउटा शुभ साइत जस्तै मानिँदो रहेछ। फाइनली 2 घण्टाको उकालो हिँडेपछि हामी आइपुग्यौँ। आज नयाँ वर्ष भएकोले होला सायद मान्छेहरू एकदमै धेरै भिड थियो। करिब 45 मिनट जतिको लाइन पछि हामीले दर्शन गर्न पायौँ। सो अब देवीको दर्शनपछि चाहिँ अब हामी त्यहाँबाट फर्कियौँ। मारिरा परे दुई किनार माझ यो खोला बग्दछ, तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झिछ। खोला बगेर जा बगे पनि किनार भई साथ रहनेछु, भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो, माया त माया हो। च्यातिएको भाग्य सिलाउँदा सिलाउँदै अनि छरिएको रहरहरू मिलाउँदा मिलाउँदै जिन्दगी बितेको त थाहै नहुँदो रहेछ। नव वर्षको पावन अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना।